दाजुभाइ दिदीबहिनीहरूलाई पुर्याउनको निमित्त मौन दर्शक महानुभावहरू नमस्कार, तपाईहरूलाई हार्दिक स्वागत छ ट्युमा। यदि हाम्रो च्यानललाई अहिलेसम्म सब्सक्राइब गरी जोडिनु भएको छैन भने कृपया सब्सक्राइब गरी जोडिनुहोस् ताकि नयाँ अपडेटका साथ हामी तपाईँहरूमाझ हरपल उपस्थित भइराख्नेछौँ। देशभरका विभिन्न महत्त्वपूर्ण समाचार अपडेट केही मिनटमै प्रस्तुत गर्दैछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। कहाँदेखि हेर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ, तपाईँको मनमा लागेको प्रतिक्रिया छोड्न नभुल्नुहोला। समाचार सबै अत्यन्तै महत्त्वपूर्ण छन् दर्शक महानुभाव, त्यसकारणले समय अवधिभर हामीसँगै रहनुहोला। बालिन शाह अब वरिष्ठ राजसभाको सङ्कट पार, मिल्यो समानुपातिक सूची, एजेन्डा र भागभण्डा। नयाँ पुस्ताको हातमा शासन गए मुलुकले लय समाउनेछ। प्रधानमन्त्री सुशीला कार्कीको भनाई, वैदेशिक रोजगारीमा 150 भन्दा बढी विदेश जान्छन् 150 भन्दा बढी देश जान्छन् नेपाली कामदार। पुराना दलका नेताप्रति रविको कट्टा छ, खाल्टो ठुलो खन्नुभयो, नपुरी अब सुखै छैन। प्रचण्ड मार्फत भारतको सन्देश, लोकतन्त्र जोगाउने हो भने दलहरू चुनावबाट पन्छिनु मिल्दैन। दीपक खड्का, रमेश लेखक र ओलीबीच भेटवार्ता। राष्ट्रिय सभामा 4 दल 20 सिट बाँडफाँडको सहमति। केपी ओलीमाथि लगाइएको स्थान हद फुकुवा भइसके नेकपा एमालेमा खुसियाली। प्रचण्ड भन्छन्, हामीले सरकारबाट जबरजस्ती लखेटेको परिणाम 2वटा दलले भोगिराखेका छन्। यी यस्तै विभिन्न महत्त्वपूर्ण अपडेट छन्। राजसभामा प्रवेशको लर्को ज्ञानेन्द्र साईदेखि गगन कुमार थापासम्म यसबारेमा पनि विशेष जानकारी आजको अपडेटमा। अब हेर्नुहोस् पुरा समाचार। दर्शकबिन आउनुहोस् आजको पहिलो तथा विशेष खबरतर्फ लागौँ। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई आह्वान गरेका छन्। प्रधानमन्त्री कार्कीले अहिले मुलुकको अवस्था निकै संवेदनशील रहेको भन्दै निर्वाचनको राष्ट्रिय कार्यभार पूरा गर्ने पर्ने भएकाले समाजका सबै पक्षलाई सहिष्णुता र सद्भाव कायम राख्न आग्रह गरेकी हुन्। पूर्व सांसद मञ्चको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा पुगेर प्रधानमन्त्री कार्कीसँग भेटवार्ता गरेको थियो। सोमबार साँझ भएको भेटमा प्रधानमन्त्री कार्कीले मुलुकको अवस्था निकै संवेदनशील छ रहेको बुझेकी थिइन्। प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार उनले भनेकी छन्, प्रत्येक नेपाली नागरिकले यो देश मेरो पनि हो भन्ने जिम्मेवारी बोधमा खेल्नुपर्छ। समाजमा शान्ति र सद्भाव कायम राख्दै स्वच्छ र भयरहित निर्वाचन सम्पन्न गर्नका लागि सबैको जिम्मेवारी भूमिका आवश्यक छ। यसका लागि भूमिका खेलिदिन पूर्व सांसद मञ्चको एक प्रतिनिधि मण्डललाई समेत प्रधानमन्त्री कार्कीले आग्रह गरेका छन्। निर्वाचनका लागि सबै राजनीतिक दलहरू तयार भइसकेको र अब मतदाता शिक्षामा सबैले काम गर्नुपर्ने पनि प्रधानमन्त्री कार्कीले जोड दिएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले भनेका छन्, निर्वाचन त हुन्छ नै, अब यो निर्वाचनले मुलुकलाई निकास पनि दिनुपर्छ। नयाँ पुस्ताको हातमा मुलुकको शासन व्यवस्था गएमा मुलुकले पक्कै पनि काँचुली फेर्नेछ। भेटमा मञ्चका अध्यक्ष ओमकार प्रसाद श्रेष्ठ, मुलुकका सामु निर्वाचनले निकासको एकमात्रै लोकतान्त्रिक विकल्प रहेकाले यसमा सरकार सफल हुनुपर्नेमा उनले पनि जोड दिएका छन्। दर्शकबिन आउनुहोस् अब अर्को विशेष महत्त्वपूर्ण खबरतर्फ लागौँ। यतिखेर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्थान हद अन्ततः फुकुवा भएपछि एमालेमा केही खुसियाली छाएको छ। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको हो। गत 23-24 भदौको घटनापछि छानबिन गर्न गठित जाँच आयोगले ओलीमाथि लगाइएको विदेश भ्रमणमा रोक लगाउने र स्वीकृति बेगर काठमाडौँ उपत्यका छान्न नपाउने व्यवस्था हटाइएको छ। छानबिन आयोगको हिजो सोमबार बसेको बैठकले ओलीको स्थान हद हटाउने निर्णय गरेको हो। आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले उक्त घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले ओलीले गरेका काम कारबाही सम्बन्धमा सोधपुछ गर्ने काम सम्पन्न भएकाले स्थान हद फुकुवा गरिएको जानकारी दिएका छन्। 23 र 24 भदौका घटनाको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौँ उपत्यका छान्न नपाउने व्यवस्था गर्न 12 असोजको बैठकबाट निर्णय गरिएको थियो। आयोगको निर्णयमा भनिएको छ, ती घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उनले गरेका काम कारबाही सम्बन्धमा यस आयोगबाट उनीसँग सोधपुछ लगायत बुझ्ने कार्य सम्पन्न भइसकेकाले उनको विदेश भ्रमण र उपत्यका छान्न नपाउने निर्णयको औचित्य समाप्त भएकाले फुकुवा गरिएको छ। आयोगको टोलीले बयान लिने क्रममा आइतबार गुण्डस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेको थियो। आयोगको टोलीलाई ओलीले लिखित जवाब बुझाएका थिए। यसअघि आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग पनि बयान लिइसकेको छ। प्रवक्ता सर्वका अनुसार 4 सुरक्षा निकायका प्रमुखसँग जिल्ला प्रशासन कार्यालयका प्रमुख लगायत व्यक्तिसँग बयान लिने काम सकिसकेको छ। बयान लिने काम लगभग सकियो। आयोगले तीव्र रूपमा काम गरिराखेको छ। जेनजी आन्दोलनमा प्रत्यक्ष सरोकार भएका र अन्य सम्बन्धित व्यक्तिहरूसँग भेटेर विवरण लिने काम भएको छ। आयोगको कार्यादेश अनुसार 3 महिनाको अवधि सकिएपछि 1 महिनाका लागि थप गरिएको थियो भने अब
प्रतिवेदन केही दिनमै बुझाउने आयोगले तयारी थालेको समाचारमा उल्लेख गरिएको छ। त्यसैगरी यता भने राष्ट्रिय सुधार पार्टी रासपाले आफूलाई राजनीतिक रूपमा थप बलियो र शक्तिशाली बनाउँदै लगेको छ। रासपाले बाली शाह, कुलमान घिसिङ तथा विवेकशील साझाबाट समाहित भएका नेताहरूलाई पनि जिम्मेवारी दिलाइसके पार्टी झनै बृहत र शक्तिशाली बनेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले अन्य दलहरू तथा विभिन्न अभियानबाट आएका नेताहरूलाई पद मिलान गरिसके पार्टी अझै सशक्त बन्ने देखिएको छ। आइतबारको केन्द्रीय समिति बैठकले पार्टीमा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र एक सहप्रवक्ता सहितका पद थपेर उज्यालो नेपाल पार्टी र बालेन्द्र शाहसँग पद मिलान गरेको छ। थपिएका सबै पदहरू बालेन्द्र कुलमान पक्षकै नेताहरूलाई जिम्मेवारी दिएको छ। त्यस्तै पार्टी समायोजनपछि विवेकशीलसँगै आएका 7 जना नेतालाई पनि केन्द्रीय समितिमा मनोनयन गराएको छ। शक्ति सन्तुलनका लागि रासोपाले पद मिलान गरेको छ। पद मिलानमा अब बालेन्द्र शाह पार्टीको दोस्रो शक्तिशाली नेतामा कायम भएका छन्। उनी एकतामा सामेल हुँदा प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा पार्टीमा भित्रिएका थिए। एकताका बेला प्रधानमन्त्रीको उम्मेद्वार बन्नु बाहेक कुनै पनि जिम्मेवारी नथुके पनि सोमबारको केन्द्रीय कमिटी बैठकले बालेलाई वरिष्ठ नेतामा मनोनित गरेको हो। यसअघि पार्टीमा शक्ति सन्तुलन कायम हुने अपेक्षा गरिएको छ। यसअघि पार्टीको नेताहरूको व्यवस्थापन र सैद्धान्तिक बहसले पार्टीमा असन्तुलन पैदा गर्ने खतरा थिए। यद्यपि पार्टीको मिलानमा भागबण्डाकै शैलीले भने रासपाप्रति आलोचना रोकिएको छैन। मुख्यतः उज्यालो नेपाल पार्टी नेपालसँग रासपाको एकतामा आउँदा पार्टीको एजेन्डा, सिद्धान्त र संविधानको सम्बन्धमा विमति देखिएका थिए। खास गरी एकतामा आउँदा कुलमान पक्षकै नेताहरूले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र पहिचानका मुद्दाबारे रासपाको स्पष्ट धारणा र प्रतिबद्धता आएका थिए। यही विषयका कारण रासपा र कुलमान पक्षको एकता भाडिनेसम्मको आशंका उब्जिएको थियो। यद्यपि शनिबार बालेन कुलमान रविले संयुक्त रूपमै बैठक बसेर वर्तमान संविधान र यसले ल्याएका परिवर्तनलाई स्वीकार गर्ने समझदारी गरिसके रासपा विभाजनको खतरा टरेको छ। त्यस्तै उक्त बैठकले नै उज्यालो नेपाल पार्टीबाट सिफारिस भएका 14 समानुपातिक संख्या पनि सच्याउने निर्णय गर्यो। यसअघि रासपासँगको एकतामा उज्यालो पार्टी नेपाललाई 18 समानुपातिक संख्या दिने भए पनि सिफारिसमा 14 जना मात्रै परेका थिए। यसपछि पार्टी असन्तुष्ट चुलिएको थियो। तर यो त्रुटिलाई सच्याउँदै रासपाभित्रबाट उज्यालो नेपाललाई अब 18 समानुपातिक संख्या दिने भएको छ। शीर्ष स्तरका नेताहरू बीच नै भएको छलफल र सहमतिले पार्टीको समानुपातिक सूची र नेताहरूको जिम्मेवारी नै बाँडफाँड गरिसकेकाले हालै पार्टी एकजुट भएको देखिन्छ, जसले वैकल्पिक शक्तिका रूपमा उदाउँदै गरेको रासपा अब निर्वाचनमा एक ढिका भएर जानेमा विश्वस्त देखिएको छ, जसले गर्दा पुराना दलहरूलाई निकै ठुलो धक्का लाग्ने समेत देखिएको छ। त्यसगरी यता भने पछिल्लो समयमा युवा शक्तिहरू एकै ठाउँ आउँदा पुराना शक्तिहरू एकै ठाउँ लड्ने, एकै ठाउँ मिलेर जाने तयारी स्वरूप एकाएक चर्चा भइराखेको छ, जसले गर्दा कसले मार्ला बाजी, पुराना भर्सेस नयाँको महासङ्ग्राम हुने देखिएको छ। फागुन 21 गतिको निर्वाचन आउनु मात्रै अब 58 दिन बाँकी छ। आसन्न निर्वाचनलाई लक्षित गर्दै दलहरूबीच गठबन्धनका लागि छलफल सुरु भएको छ। पुराना र नयाँ सबै दलहरू चुनावी नतिजा पक्षमा पार्न गठबन्धनको रणनीति अख्तियार गरिरहेका छन्। यो बीचमा दलहरूबीच एकता र सहकार्यका प्रयासहरूले तीव्रता पाएको छ। नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा तालमेल गर्न नेकपा एमालेसँग छलफल सुरु गरेको छ। 11 माघमा हुने राष्ट्रिय सभाको निर्वाचनमा मिलेर जान नेकपाले एमालेसँग संवाद गरिरहेको हो। आइतबार भारतको राजधानी दिल्ली जानु अघि पहिला नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको थियो। उक्त भेट राष्ट्रिय सभाको निर्वाचनमा मिलेर जाने विषयमा केन्द्रित रहेको नेताहरूले जानकारी दिएका छन्। भेटवार्ताबारे जानकारी दिएका एक नेताका अनुसार अहिले निर्वाचनको तयारी चलिरहेको छ, त्यसैको लागि भेटघाट भएको हो। राष्ट्रिय सभाको निर्वाचनको लागि कुरा भएको छ। एमाले र नेकपाका दोस्रो तहका नेताहरूबीच छलफल भए पनि अध्यक्ष ओली र संयोजक प्रचण्डबीच भेटघाट भएको पनि स्रोतले दावी गरेको छ। राष्ट्रिय राजनीतिक, राष्ट्रिय सभा, प्रतिनिधि सभा र संसद पुनर्स्थापना भएमा कसरी जाने भन्ने बारेमा ओली र प्रचण्डबीच छलफल भएको एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। उनले भने दुई शीर्ष नेताहरूबीच एक विषयमा मात्र छलफल हुँदैन, देशको राजनीतिक परिस्थितिका बारेमा छलफल हुन्छ। अब कसरी जाने भन्ने बारेमा छलफल हुन्छ। राष्ट्रिय सभा, प्रतिनिधि सभा, सिङ्गो निर्वाचन र संसद पुनर्स्थापना भएपछि कसरी जाने भन्ने बारेमा छलफल भएको छ। एमाले सचिव महेश बस्नेतका अनुसार ओलीसँग प्रचण्डले राष्ट्रिय सभा र प्रतिनिधि सभामा मिलेर जाउँ भन्ने प्रस्ताव गरेका छन्। उनका अनुसार ओलीले संसद पुनर्स्थापनाका विषयमा मिलेर जान प्रस्ताव गरेका थिए। प्रचण्डजीले राष्ट्रिय सभा र प्रतिनिधि सभामा मिलेर